मान्छे पनि कहाँबाट कहाँ पुग्ने रहेछ के साथीहरु। केही सोच्नै नसक्ने केही गर्नै नसक्ने अवस्थामा के 2 दिनको माया मोह 2 दिनको उस भन्छ नि परलोभनमा परेर आफ्नो काम साम सबै छोडेर सबै हराउने हुँदो रहेछ के। यो फेरि अरूको कहानी सुनाउँदै छैन, म आफ्नै कुरा सुनाउँदै छु। खासमा कुरो के भयो भने दशैं लाग्यो नि त, अनि दशैं अगाडि मैले यो मासु पुलाउ बनाएको थिएँ। दशैं लाग्यो त खै म त केमा बिजी भएँ, केमा बिर्सिएँ, के गरेँ म त के गरेँ खै थाहै भएन। मैले त भिडियोहरू त अपलोड गर्नै बिर्सेछु के। यस्तो दामी पुलाउ बनाएको भिडियो हजुरहरूलाई कति हेर्न मन थियो होला है। अब के गर्नु, अब लड्के बुद्धु घरको आयो भने चाहिँ ढिलै भए पनि मैले भिडियो लिएर आएको छु। पुलाउ चाहिँ मैले सादा बनाएको के गर्नु, आफूले मात्रै खाएर भएन है। मलाई त नत्र काजु बदामहरू हालेको मनपर्छ नि, बच्चाहरूलाई केही मन नपर्ने के। त्यस्तो काजु बदाम हाल्यो भने खाने बेलामा अल्झाउँछ अरे, हेर्नु न नाटक कति। अनि मैले मासु पनि बनाएको थिएँ, मासु पनि यस्तो मिठो भएको थियो नि। मैले खासमा मासु चाहिँ पहिला फ्राई गरेर बनाएको, अनि फेरि कस्तो खाले फ्राई भन्नुहुन्छ होला, मतलब पहिला पानी प्याज स्याज नहालिकन पानी त्यहीँ सुकाएर अनि त्यसमा हल्का फ्राई गरेर अनि त्यसमा अरू हालेको के प्याजहरू नुन मसलाहरू। मोबाइलमा स्टोरेज फुल भनेर आउँछ है, तर यो भिडियोहरू अपलोड गर्ने मौकै नपाउने भनेको मलाई त कति जाँगर नलाको। हुन त एक किसिमले जाँगर नलाको पनि ठिकै हो, यो पनि एउटा जाँगर नभएको व्यक्तिमा गिनिज बुकमा मेरो नाम लेखिन्छ जस्तो छ। अल्छीमा अल्छी अनि 1 नम्बरको ओभरथिङ्क। कति सोचेको मैले, आमामा क्वेसन नि आफैले गरिरहेको छु, एन्सर नि आफैले दिइरहेको छु। हजुरहरूले के सोच्नुहुन्छ हुँदैन थाहा छैन, तर तपाईँले यस्तो सोच्नु भयो होला उस्तो सोच्नु भयो होला भनेर। अनि सादा पुलाउ बनाएपछि त मासु हल्का ग्रेभी बनाउनु पर्यो। हेर्नु न यस्तो राम्रो लुक्स